बाढीपछि तत्काल देखिने जोखिम मृत्यु र भौतिक क्षति भए पनि केही दिनपछि अर्को समस्या सुरु हुन सक्छ। त्यो हो स्वास्थ्य सङ्कट। बाढीको पानीसँगै फोहोर, ढल, मृत जनावर तथा दूषित पानी मिसिँदा पानीजन्य रोग फैलन सक्छ। स्वास्थ्य विशेषज्ञहरूले अहिले विशेष गरी हैजा, डेङ्गु, लेप्टोस्पाइरोसिस तथा अन्य पानीजन्य रोगको जोखिमबारे सावधानी अपनाउनु पर्ने बताएका छन्। बाढी प्रभावित क्षेत्रमा सफा खानेपानीको अभाव भएमा जोखिम अझ बढ्न सक्छ। त्यसैले राहत सामग्रीमा खाद्यान्न मात्र नभई सुरक्षित पानी, पानी शुद्धिकरणका सामग्री, औषधि तथा सरसफाई सामग्री पनि आवश्यक हुन्छ। अहिले विभिन्न अस्पतालमा बाढीबाट घाइते भएका मानिसहरूको उपचार भइरहेको छ। राइजिङ नेपालका अनुसार कम्तीमा 63 जना घाइते विभिन्न काठमाडौँका अस्पतालहरूमा उपचाररत छन्। सरकारले बाढी प्रभावित घाइतेहरूको निःशुल्क उपचार गर्ने निर्णय पनि गरेको छ। स्वास्थ्य मन्त्रालय, नेपाली सेना तथा सरकारी अस्पताल मार्फत उपचारको व्यवस्था मिलाइएको छ। स्वास्थ्य कर्मीका लागि अहिले चुनौती भनेको दुर्गम प्रभावित क्षेत्रमा औषधि र स्वास्थ्य सेवा पुर्याउनु हो। त्यसैले उद्धार सकिएपछि पनि विपद व्यवस्थापनको काम सकिँदैन। राहत, खानेपानी सरसफाई, स्वास्थ्य परीक्षण र रोग नियन्त्रण अर्को चरणको मुख्य काम बन्नेछ।